नमस्ते सबैजनालाई मेरो च्यानल लाइफ विथ अनितामा स्वागत छ। आज चाहिँ म भर्खरै उठेको 9 बजे अनि म चाहिँ आफ्नो दैनिक डेली म चाहिँ भन्नै आएन। म चाहिँ आजको दिन के गर्छु त भनेर हजुरहरू सबैलाई देखाउने छु। त्यति जेलसम्म हेरेर साथ दिनु होला। अब चाहिँ म नुहाउनु पर्ने हुन्छ, तर मेरो बाथरुमको बत्ती चाहिँ बोल जलेर अँध्यारो छ। अहिले एकछिनमा जानुपर्छ लिनलाई। अहिले एकछिनमा अब नुहाएर भेट्छु है त। म चाहिँ अहिले नुहाएर पनि आइसकेँ। अब म रेडी भएर हिजो पकाएको खाना छ, त्यही खाना खाएर चाहिँ जानुपर्ने हुन्छ। मेरो चाहिँ बाथरुमको बत्तीको बोल के अरे फ्युज उडेको छ नि त, अनि त्यसको लागि चाहिँ म जानुपर्ने हुन्छ। अनि त्यसको साथै म चाहिँ अब तरकारीहरू पनि सकिएको छ, तरकारीहरू पनि ल्याएर आउँछु। अनि जापानको सुपर मार्केट कस्तो हुन्छ त त्यो म हजुरहरूलाई देखाउने छु। र अनि सामान प्राइजहरू कस्तो छ, सस्तो महँगो के छ त त्यो पनि हजुरहरूलाई देखाउने छु। त्यसको लागि स्टे ट्युन। मैले चाहिँ अहिले खाना खाएर पनि आइसकेँ। अब चाहिँ म रेडी हुन जाँदैछु। म चाहिँ अब रेडी भएर सामान किन्न जानु छ। यस्तो घाम चर्किरहेको छ, हेर्नु यस्तो घाम चर्किरहेको छ। अहिले यति कति बजे, 10 बज्नलाई 2 मिनट बाँकी रहेछ। यति धेरै घाम चर्केको छ। अहिले गएन भने चाहिँ फेरि अहिले झन् धेरै घाम चर्को हुन्छ। र अनि बेलुकातिर जाउँ भने चाहिँ सामानहरू प्रायः सकिएको हुन्छ नि त। अनि त्यही भएर चाहिँ म गइहाल्छु छिटो। यसो अलिअलि गालामा केही त दल्नु पर्यो नि त, होइन? जापानमा चाहिँ यस्तो गर्मी छ कि अहिले नै। अब झन् यो हाचीगाचुतिर जिउगाचुतिर झन् के होला, कुगाचुतिर यो धेरै गर्मी हुने भन्ने चाहिँ यो हाचीगाचु कुगाचुतिर हो कि एकदम गर्मी हुन्छ, यस्तो गर्मी हुन्छ। म सनस्क्रिन लाउन जाँदैछु। अब चाहिँ म जानुपर्ने हुन्छ। यति भए त भइहाल्यो नि त, होइन? सनस्क्रिन, कपाल पनि अलिकति कोर्नु पर्यो। यो ओठलाई के भने रातो बनाउने टिप्स दिनु पर्यो है गाइजहरू। यस्तो फेरि आफ्नो कपाल कोर्ने चाहिँ चलन छैन नुहाउने बेला बाहेक। यति गरेपछि त भएन त टडङ।
राम्रोसँग सुकिन छ कपाल। के हुने हो जानु पर्ने हुन्छ अब। अलिकति ठुलो छ कि फेरि मार्क्स चाहिँ मेरो माइन्ड नगरिदिनु होला। यही सिधै यतिकै छोडिदिन्छु। अहिले घाम बनाउँदाखेरि गर्मी हुन्छ। बाहिर चाहिँ धेरै गर्मी छ नि त, अनि यत्तिकै हाफ लुगा लगाएर जाँदा चाहिँ अलिकति कालो मान्छे झन् कालो हुने सम्भावना धेरै छ। सो म चाहिँ यो आउटर लगाएर, आउटर भन्दा के भन्छ, यो लगाएर जाँदैछु। अनि अर्को कुरा पर्स, पैसा त बोक्नु पर्यो। आई डोन्ट हेभ मच मनी भने 15,000 रहेछ। म चाहिँ यो ब्याग लैजान्छु, कतैमा भने एउटा प्लास्टिक पनि लैजानु छ। म अहिले चाहिँ म बस्ने सिटीमा चाहिँ, सिटी त भनौँ है, म बस्ने ठाउँतिर चाहिँ प्लास्टिक ब्याग त्यस्तो बित्ति युज हुन्न। प्रायः चाहिँ यहाँ यतातिर चाहिँ त्यो कागजको ब्याग हुन्छ नि, त्यो चाहिँ धेरै युज हुन्छ यतातिर चाहिँ। अब हाम्रो नेपालमा त हामी सामान किन्न गएपछि प्लास्टिक पनि उतैबाट दिन्छ नि त। अनि यहाँ चाहिँ त्यस्तो हुन्न, प्लास्टिक चाहियो भने किन्नुपर्छ, प्लास्टिकलाई नै पैसा पर्छ सामान किन्न जाँदाखेरि। त्यही भएर आफैले बोकेर जानुपर्छ। सो म पैसा खै त मैले पर्स कहाँ राखेँ फेरि। अनि म फेरि बोल पनि लगेर जानुपर्ने हुन्छ मैले। अब देखाउनु त पर्यो कस्तो खालको बोल हो भनेर। मेरो बाथरुमको बोल चाहिँ यस्तो हो है। के हो यो, के परेको, यो बाथरुमको बोल भयो। यो चाहिँ बाथरुमको बोल हो। म यो चाहिँ कहाँ हालेर लैजानु थाहा छैन, त्यही भएर यत्रो ठुलो प्लास्टिकमा यसरी हाल्छु। केही नहोस् भन्ने टाइपमा यस्तो बेर्छु ब्यागमा हाल्छु। फुट्ने हो क्या हो, फेरि डर पो लाग्छ मलाई। पर्स चाहिँ ब्यागमै हाल्छु, पर्स चाहिँ यता खल्तीमा हाल्छु। कमसे कम अलिकति भयो नि सेफ त हुन्छ भन्ने एउटा मेरो विचार। पर्स चाहिँ अब यता राख्छु, यहाँनिर कता हो, यहाँ राख्छु अलिकति। अब चाहिँ म जानुपर्ने हुन्छ। कस्तो चर्केको छ घाम, फेरि जाउँ कि नजाउँ भइरहेछ, तर के गर्नु जानै पर्ने हुन्छ। ल बाई बाई। कस्तो घाम चर्केको छ। यस्तरी हे अब म चाहिँ फेरि उसबाट जानु हो नि त, साइकलबाट। अब साइकल चलाइरहनु बेलामा त देखाउन मिलेन। This is my cycle's key. जितेन्छ नखागी। अनि यो चाहिँ मेरो साइकल हो, कसरी ब्याक गर्ने हो फेरि आई डोन्ट नो। यो चाहिँ मेरो साइकल।
यो साइकलले मलाई धेरै यस्तो नमजाले रुवाएको छ, के भन्नु र। यो एउटा साइकलले गर्दा। ल म चाहिँ हजुरहरूलाई पसलमै गएर भेट्ने छु है त। स्टे ट्युन गाइज। म चाहिँ अहिले बल्ब चेन्ज गर्न जाँदैछु। चेन्ज गर्न त के भन्नु, किन्न। अनि यो चाहिँ यता खोलाको बाटो हो कि यति धेरै झाडी छ, आमा यता धेरै मुसलाहरू किराहरू आउँछ। अनि म चाहिँ अहिले साइकलमा छु। अनि हेर्नु न गाइज, भ्यू कति राम्रो देखेको छ। तर के गर्नु, घाम पनि यस्तै मस्त मस्त छ। घाम पनि यस्तो चर्को छ। अन्त राम्रो चाहिँ फेरि यो ठाउँ धेरै राम्रो छ पनि भन्न सक्दिनँ। राम्रो छैन, पहिलाको भन्दा त धेरै नराम्रो हो। यति धेरै नराम्रो गाउँ, केही सुविधा छैन नजिकतिर, सबै टाढा टाढा जानुपर्ने छ। ल तपाईँलाई म अहिले चाहिँ पसलमा पुगेर देखाउने छु है त। मैले चाहिँ यो पसलभित्र गएर सामानको अब हुन्छ नि देखाउँछु भन्ने सोचेको थिएँ, तर अलिकति मैले देखाउन सकिनँ। त्यसको लागि म क्षमा चाहन्छु। अब चाहिँ म गेउमुसुपा अब तरकारीहरू हेर्न जानुपर्ने हुन्छ। तरकारी हेर्न जान्छु। त्यहाँ चाहिँ सकेसम्म म भिडियो बनाउने कोसिस गर्छु है त। है गाइज, म चाहिँ यता गेउमुसुपा आइपुगिसकेँ। अब म चाहिँ यताभित्र छिर्न जाँदैछु। कति गर्मी हो, के चाहिँ किन्ने होला तर म। खुर्पानी कति ठुल्ठुलो हो, गर्मी। मेरो चाहिँ रुममा 2टा बाँकी छ त, त्यही भएर म लैजान्न। हेरेर यस्तो खाउ लाग्यो हो। मेरो रुममै बाँकी छ। मसँग चाहिँ योहरू पुरै आज बन्दा सस्तो रहेछ। बन्दा सस्तो हुन थालेछ। बनानाको चाहिँ यति छ। टमाटर च्याउ चाहिँ लैजान्छु। एउटा च्याउ बोकेँ। अरू त म साग बोक्छु। यो सागको चाहिँ के हो, यो बिग्रेको क्या हो। अरू चाहिँ हौरेन चाहिँ मिठो भन्छ हो। यो साग हो। यो चाहिँ यस्तो यो सागको नाम चाहिँ हौरेन भन्छ। यो पनि लैजान्छु, 2टै लैजान्छु। मासु के मासु लैजानु होला, कम्ती त धेरै होइन। यता चाहिँ अलिक सस्तो पाइन्छ। आलु नि कति ठुल्ठुलो हो। ओ भगवान्, बिग्रिसकेको छ यता त। फर्सी चाहिँ लैजानु पर्यो भनेको, बिग्रेछ।
लैजानुपर्ने त केही पनि छैन। मेरो खोइ केही भेट्दिनु देख्दिनँ। अब टाढो लैजानु छ। स्याउ पनि लैजानु पर्यो एउटा। हजुर सस्तो हुन थालेछ आजभोलि। अरू के लैजानु त? टमाटर पनि छ। के भयो? मासु अनि अन्डा लैजानु छ। अन्डा के हो यस्तो? म चाहिँ अब गेडागुडी हेर्न जाँदैछु। मामे शारदा मामे भयो। शारदा मामेको प्राइस चाहिँ यो हो। के लानु? अन्डा हेर्छु। अन्डा कहाँ होला? हे तमागो आम कमिङ। यो चाहिँ अन्डा भयो। अन्डाको प्राइस चाहिँ यो एम साइजको चाहिँ थियो अनि यो एमएस। अब एल चाहिँ छैन। क्या हो? एल छैन रहेछ। एल छैन भनेपछि एमकै भयो। लैजानु परेर। डेट चाहिँ 7/25सम्म रहेछ। 7 महिनाको 25 तारिकसम्म दुईवटा लैजान्छु। अनि फेरि बोक्न पनि सक्नु पऱ्यो नि त होइन? लगाएर मात्र भएन, बोक्न पनि सक्नु पऱ्यो। अब अरू त के लैजानु? यति नै होला। अरू त के पाउरोटी लैजान्छ। धेरै भुइँ मात्र देखायो चाहिँ नभन्नु होला। अब यहाँ मान्छेको भिडियो खिच्न मिल्दैन नि त। त्यही भएर यो चाहिँ पाउरोटी भयो। पाउरोटी एउटा मात्र लैजान्छु। फेरि धेरै खानै सक्दिनँ। खानुभन्दा एउटा मात्र लैजान्छु। अब म चाहिँ हजुरहरूलाई रुममा पुगेर भिडियो रुममा पुगेर भेट्छु है त। यहाँ चाहिँ मान्छे धेरै छ। यति नै हो मेरो सामान चाहिँ। म चाहिँ भर्खरै रुम आइपुगेँ। बाहिर चाहिँ यति गर्मी छ कि यति गर्मी छ, कुरै छोडौँ। मैले चाहिँ भनेको थिएँ कि उता पसल पुगेर पसल यसो देखाउँछु भनेर, तर मैले कोसिस त गरेँ तर मैले सकिनँ। त्यसको लागि त्यसको लागि चाहिँ म माफी माग्न चाहन्छु। म चाहिँ आफ्नो भोलि पुरा गर्न सकिनँ, त्यसको लागि क्षमा प्रार्थी छु। आज फर्स्ट टाइम भिडियो बनाएर नि होला मलाई के बोल्ने के नबोल्ने केही अत्तो पत्तो भएन। जे जस्तो जसरी म बोले पनि माइन्ड नगरिदिनु होला।
यदि मबाट केही गल्ती भएमा मलाई आफ्नै छोरी बहिनी दिदी त होइन छोरी बहिनी सम्झेर माफी गरिदिनु होला माफ गरिदिनु होला के गर्नु गाह्रो छ मलाई गर्मी पनि यति गर्मी छ ओहो दिमाग अब चाहिँ म बाथरुमको बल्ब हाल्न जान्छु कसरी लैजानु होला स्ट्यान्डै लैजान्छु मलाई चाहिँ यो बल्ब निकाल्नु त मेरो बुवाले सिकाउनु भयो मेरो बाले माई फादर टिच मी यो चाहिँ डिप फ्रिजमा हालिहाल्छु यो फेरि पग्लेपछि फेरि बुझेपछि पग्लेपछि गनाइहाल्छु डिप फ्रिजमा हालिहाल्छु मैले 2टा ल्याएँ यो भयो बल्ब 2टा 2 पिसवाला मैले कहाँ छ भनेर सोधेको अब सिधै यही देखाइदिएँ अनि मैले त्यही ल्याइदिएँ यो चाहिँ बिल भयो यो बिल मलाई इरान है म फालिदिन्छु यहाँ राखौँ न है यस्तो यो चाहिँ धुनु पर्ने हो अघिको भइहाल्यो स्याल पनि भित्रै राख्छु यो मोबाइल चाहिँ म भित्रै लैजान्छु है त अब देखाउँ भने बत्ती छैन निकाल्नु परेगा दुईटा भनेपछि बोल हाल्ने फेरि यत्तिकै हाल्ने हो कि यहाँ के सामान हो यत्तिकै हाल्नु होला यसरी कसरी सिकाउनु भएको थियो यहाँ हो यो चाहिँ यतापट्टि घुमाइदिन्छ त्यस्तै लाउँछ कि होइन कसैको हो कि के हो थाहा छैन फेरि मलाई ये बले साथीहरू ल भइहाल्यो नि त यतिको भयो त है एकचोटि अलिकति भयो कि भएन हेर्छु भयो होला भयो अब त्यसको चाहिँ यो हो छोप्ने कुरा भाँडा यसरी छोपिदिनुपर्छ अनि यो चाहिँ यहाँनिर यसरी हाल्ने हो उल्टो भइगयो हौ अलिकति बसेन त कसरी राख्नु मोबाइल है यहीँ राख्छु नि देखिन्छ कि देखिँदैन गाइस सायद मैले उल्टो हालिरहेको छु के हो ल हो गया लु अब चाहिँ कस्तो देखिन्छ ये हो गया थैंक्स टू माय डैड सो मिरर सेल्फी यस्तो दाग बसेछ कि यसमा जान्न रहेछ कि यो दागहरू ला 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 डुडुङ डुडुङ अब म यो चाहिँ राख्छु पछि काम लाग्छ नि त यस्तो भिडियो बनाउँदै अब
यदि फ्रन्ट क्यामेरा छ भने ब्याक क्यामेरा छ भने फ्रन्ट क्यामेरा गर्न मिल्छ कि मिल्दैन, यदि मिल्छ भने कसरी गर्ने हो सिकाइदिनु पर्यो गाइजहरूले। अब चाहिँ म सुत्छु, निन्द्रा पनि लाग्यो। अब एकछिन घरमा नि बोल्छु, घरमा नि भन्छु मैले भिडियो बनाउन थालेको छु भनेर। अनि त्यसपछि अनि म सुत्छु, त्यसमा घरमा कुरा गरेर अनि सुत्छु। अनि त्यसपछि उठेपछि म के गर्छु त उठेर फेरि भेटौँला गाई, त्यो बेलामा भिडियो बनाउँछु म। अनि अहिलेको लागि चाहिँ म सुत्छु। हस्, बाई बाई। बाई बाई त नभनौँ, अहिलेमा भेट्छ, अहिलेमा उठेपछि भेटौँला है त। ए गाई, म चाहिँ सुतेर उठिसकेँ। अब चाहिँ मुख धुन्छु अनि फ्रेस हुन्छ अनि खाना पकाउनतिर लागौँ है त। अनि के गर्नु भने भोक पनि लाग्यो। ओके, अब मुख धोएर खाना पकाउनतिर लाग्छु। आज चाहिँ मैले नयाँ डिजाइनमा दाल बनाएँ है, के अरे टमाटर हालेर, दालमा टमाटर हालेर अनि खुर्सानी मसला सबै हालेर। मलाई चाहिँ एकजनाले सिकाइदिएको थियो कि यसरी पकाएर खाऊ भनेर, अनि मिठो हुन्छ अरे भनेर, अनि यसरी पकाइदिएको। कस्तो हुन्छ थाहा छैन। मैले चाहिँ खाना पकाएर पनि रेडी गरिसकेँ। अब चाहिँ म खाना खान्छु। मैले चाहिँ आज के पकाएको छु भने हेर्न सक्नुहुनेछ मेरो खाना। अनि यो दाल टमाटर हालेको दाल, अनि त्यसपछि भात अनि अन्डा, अनि दिस इज माई वाटर। अनि म चाहिँ अब खाना खान्छु। अब त्यस्तै हो खाना। म चाहिँ खाना खाएर पनि मुख सुख धोएर पनि अहिले अब सुत्नलाई रेडी पनि भइसकेँ। अब अहिले सुत्ने त होइन, कामको लुगा अब मेरो भोलि काम छ नि त। अनि कामको लुगा पनि अब प्याक गर्नु पर्यो, अनि सुकाएको लुगाहरू पनि मिलाएर राख्नु पर्यो। अनि अहिले वासिङ मेसिनमा लुगा हालेर राखेको छ, अनि त्यो भएपछि लुगा सुकाउँछु। अनि त्यसपछि चाहिँ म एकछिन मोबाइल हेर्छु, अनि त्यसपछि भिडियो एडिट गर्न पनि सक्छु। अब के भिडियो एडिट गर्छु। अनि त्यसपछि अब टाइममै सुत्नुपर्छ नि त, फेरि बिहान उठ्न गाह्रो हुन्छ। के गर्नु, भोलि बिहान फेरि 7:30 चाहिँ निस्किसक्नुपर्छ नि त यहाँबाट, नभए त भ्याउँदैन। अनि त्यही भएर चाहिँ यतिन्जेलसम्म मलाई हेरेर साथ दिनु, यतिन्जेलसम्म भिडियो हेरेर साथ दिनुभएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद। अनि यो चाहिँ मेरो पहिलो भिडियो हो र यसरी भिडियो बनाएको चाहिँ मैले पहिलोचोटि नै हो, र फर्स्ट, अनि मेरो युट्युबमा नि फर्स्ट भिडियो हो। अनि अब के भन्नु, अब यस्तै हो। सुरुमा मलाई बोल्न नै आएन, कस्तो हुन्छ कृपया के भन्छ त्यसलाई भन्नै आएन। यतिन्जेलसम्म भिडियो हेरेर साथ दिनुभएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद। अनि लास्टमा के भन्न चाहन्छु भने डु नट फर्गेट लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब। बाई बाई।